यो चाहिँ हाम्रो मुगदारको दानाहरू हो यो के को लागि हो यो हाँगा मुगदार फुल्ने दानाहरू हो यो चाहिँ बिक्री अहिले मगाएको थियो र यो ग्राफ्टिङ गर्नुको लागि यो टुप्पो दुईटा भएकोलाई चाहिँ 20,000 मा दिएको होइन अनि यसको चाहिँ अलिक धेरै छ र यो चाहिँ 1 लाखमा बेच्न आँटेको एउटाको एउटा हाँगाको यो चाहिँ 10,000 मा दिन आँटेको एउटा मात्रै कलमी गर्नुहुन्छ अनि स्टेप हुन्छ होइन अब यो फल्दै गरेको छ यहाँनिर यो फल्दै गरेको थियो नभाँचु भनेको र पनि जबरजस्ती मागेर 3टा चाहिँ गरिदिएको है कसैलाई इच्छुकलाई रोप्नु मन छ भने झापामा आउने क्या उता भोजपुर जानै पर्दैन झापामा फल्ने चिजहरू चाहिँ झापामा मात्रै हुन्छ क्या कति मुगदार भन्नु मुगदारको सबै मुगदार फल्ने हो सबै मुगदार हो यहाँनिर एक दुईवटा मुगदार पनि फलिरहेको छ तर यो अब यो काट्ने भएर यो मुगदारहरू यसरी फल्छ यहाँ मुगदारहरू पनि छ तपाईँलाई त्यसरी मुगदार यसरी घाटा लाग्दैन हाँगा बेच्दाखेरि होइन अब उहाँहरूले भनिहाल्नु भएर यो भचाएर राखिदिएको अब भोलि अहिले आउँदै हुनुहुन्छ लिएर जाने अरे अब मलाई अरू पनि छ अरूहरू पनि छ राम्रै फल्दैछ होइन कसैलाई चाहिएको छ भने चाहिँ आएर सिधै सम्पर्क गर्नु होला हामीहरू सस्तोमा बेच्छौँ भोजपुर जस्तो होइन भोजपुरको हावापानी र यहाँको हावापानी मिल्दैन है त्यसैले सम्पर्क गर्नु होला यहीँनिर विष्णु खड्कालाई